यो 22 धारामा चाहिँ स्नान गर्यो भने चाहिँ मुक्तिनाथकोमा कमाउने धर्म जस्तै चाहिँ धर्म कमाइछ भन्ने चाहिँ एउटा किंवदन्ती छ। दाइ हुनुहुन्छ यहीँको लोकल स्थानीय बासिन्दा। यो 22 धारा यहाँ बालाजु काठमाडौँको, उहाँसँग चाहिँ दुई शब्द केही यहाँको बारेमा जानकारी चाहिँ लिन गइरहेको छ साथीहरू। यहाँ के भन्दाखेरि यो अब 22 धारा मेला हो। यो चैत्र शुक्ल पूर्णिमा भनेको यहाँ गते परेको रहेछ। हजुर, यो आज वैशाख महिना भइसक्यो। यहाँ गते चैत्र शुक्ल हिजोसम्म चैत्र शुक्ल पूर्णिमा, आजबाट वैशाखको त्यस्तो पछि अब यो गते भयो। यहाँ अब जुन अब वर्षको एकपल्ट मेला लाग्ने दिन हनुमान जयन्ती, हनुमानको पनि अब जन्म भएको दिन हो। पूर्णे हिजोको दिनमा यो चैत्र शुक्ल पूर्णिमा। यो हाम्रो यो धाराको अब मैले के छ, हामी गोसाइकुण्ड रक्स जिल्लाको जुन चाहिँ माथिको गोसाइकुण्ड धेरै टाढो कठिन छ हिमालमा। जानु पर्ने हिँड्ने जग्गा फौजमा पुग्छ, पुरा पाहाडमा हिँड्नुपर्छ। त्यहाँबाट आएको जल चाहिँ यहाँ भन्ने यो धार्मिक स्थलमा चाहिँ यहाँ यस्तो अझै गोसाइकुण्डबाट आएको जल हामी स्नान गर्ने गइरहेको छ। यसमा चाहिँ वर्षको एकपल्ट लाग्छ। अब भर्खर अब अब हाम्रो नेपालको अब मुक्तिनाथको दोस्रो मुक्तिनाथ क्षेत्र पनि भनिन्छ। अब नुहाउने स्नान गर्नुपर्छ चाहिँ धेरै पुण्य प्राप्त हुन्छ। उता अब हिमालमा मुक्तिनाथ क्षेत्र भयो, 108 धारा भयो। यहाँ चाहिँ 22 धारा 22 धारा जस्तै हाम्रो नेपालमा चाहिँ 22 धारा छ भन्दाखेरि इन्डियाको भारतमा राम अब लङ्का जाने ठाउँमा चाहिँ त्यहाँ त्यो रामेश्वरम छ। रामेश्वरमा चाहिँ 22 कुण्ड छ। जस्तै कि मैले त्यहाँ म पनि अब धेरैपल्ट धेरै रामेश्वरम धेरै भारतको एकदम कुरामा पर्छ रामेश्वरम धाम। त्यहाँ चाहिँ मुक्तिनाथ जस्तै अब 100 त्यहाँ चाहिँ 22 धारा। यहाँ चाहिँ हाम्रो नेपालमा 22 धारा छ। उता चाहिँ 22 कुण्ड रामेश्वरम धाममा चाहिँ एकपल्ट चाहिँ मानव जन्म चाहिँ त्यो 22 कुण्ड पनि स्नान गर्ने एउटा ऊ छ हाम्रो नेपालमा चाहिँ। अब नेपाली हिन्दूमा जस्तै पनि 22 कुण्डमा स्नान गर्ने भारतको रामेश्वरमा। त्यसपछि मुक्ति क्षेत्र हाम्रो कहाँ भयो, मुक्तिनाथ धाम। त्यसपछि यो 22 धारा बालाजुको 22 धारा भनेको यहाँ हो। यहाँ पनि दोस्रो मुक्तिनाथ धाम। जय राधे राधे, जय राधे राधे शम्भु। ल धन्यवाद दाजु। ए 22 धारा